यो तपाईलाई यस हलभित्र ल्याउनको निमित्त कसैले गलत तरिका अवलम्बन गरेको छ र त्यतिका लागि तपाईँ आफूलाई यो हलसम्म ल्याइदिने मानिसप्रति उत्तरदायी हुनुपर्छ भने तपाईँ गलत बाटोमा हुनुहुन्छ। तपाईँ यो देशप्रति उत्तरदायी हुनुपर्दछ, सिङ्गो पार्टीप्रति उत्तरदायी हुनुपर्दछ। हामी त्यही कुराको विद्रोह गरेर यहाँ आएका हौँ। फेरि त्यसैलाई रोक्ने काम हामीले गर्यौँ भने कुनै न कुनै मोडमा यो दुर्घटनामा जान्छ। दुर्घटनाले हामीलाई कहाँ ल्यायो यहाँले देख्नु भएको छँदैछ। त्यसैले यो अवसरलाई दुर्घटनाबाट जोगाउने जिम्मा म तपाईँको विवेकलाई छोड्न चाहन्छु। मलाई सम्झना छ अधिवेशन र महाधिवेशनको यो प्रक्रियामा मैले आफूलाई सबै साथीहरूभन्दा अलग राख्ने कोसिस गरेँ। एक ढङ्गले म आइसोलेसनमा बसेँ, किनकि मलाई थाहा छ जसले जिते पनि घन्टीबाग साथीले जित्नुहुन्छ, जो जित्नुहुन्छ त्यो मेरो परिवारको सदस्य हो, मलाई यसमा विश्वास छ। त्यस बीचमा पनि अब्बल मान्छे छान्ने जिम्मा तपाईँको। कुनै मित्रले तपाईँलाई यो हलसम्म ल्याइ पुर्यायो, महाधिवेशन प्रतिनिधि बनायो, उहाँलाई धन्यवाद दिनु होला। गलत रहेछ भने धन्यवादले चित्त बुझाउनु भन्नु होला। भोट चाहिँ सक्षम साथीलाई दिनु होला है, म यसलाई र उसलाई भन्दिनँ। हो कतिपय साथीहरूलाई पार्टीको स्थापना कालदेखि हामी लागेका हौँ, त्यस कारणले हाम्रो पो अधिकार हो त भन्ने पनि लागेको हुन सक्दछ। कतिपय नयाँ आएका साथीहरूलाई पुराना साथीहरू मात्र कहाँ पर्याप्त छन् र हामी पनि आफ्नो सक्षम घर, आफ्नो सक्षम पुरानो पार्टी, आफ्नो त्यत्रो सङ्गठन छोडेर आश र भरोसा गरेर आएका छौँ, हामी पो अगाडि बढ्नुपर्छ भन्ने लाग्दछ। र म सबैलाई एउटै कुरा भन्न चाहन्छु, जसलाई जे लागे तापनि राजनीतिक चरित्र सही हुनु र महाधिवेशनमा छानिने महाधिवेशनबाट पार्टीको सबैभन्दा अग्लो, सबैभन्दा महत्त्वपूर्ण र पार्टीको शिर, पार्टीको मगज मानिने केन्द्रीय समितिमा जाने मानिस तपाईँले विवेकपूर्ण ढङ्गले छान्नुपर्नेछ। मलाई तपाईँको विवेकमा शङ्का लागेको होइन, म तपाईँको विवेकप्रति कहीँ कतै पनि शङ्का गर्न यहाँ उपस्थित भएको होइन साथी हो। तर कहीँ कतै गलत परम्परा र गलत प्रवृत्तिको एउटा सानो बिउ पनि रोपिन्छ कि भनेर म अलिकति चिन्तित छु साथी हो। गलत पात्र र प्रवृत्तिको एउटा बिउ पनि नरोपियोस् यो महाधिवेशनमा, म तपाईँहरूलाई बिन्ती गर्न चाहन्छु। किनकि त्यसले दिने परिणाम हामीले देखिसकेका छौँ। प्रिय साथीहरू, महाधिवेशनमा भएका केही अफवाहहरू मैले पनि सुनेको छु। यसलाई नदिने, सांसदलाई दिने कि नदिने, मन्त्रीहरूलाई दिने कि नदिने, पुराना भइसकेकालाई दिने कि नदिने, नयाँ आएकालाई दिने कि नदिने, यी व्यापक चर्चा र केही नामहरू समेत उल्लेख भएको हो कि भन्ने केही सूचनाहरू मैले प्राप्त गरेको छु। म तपाईँलाई निर्धक्कका साथ भन्न चाहन्छु, कुनै पनि औपचारिक निर्णय सांसदलाई नदिने वा मन्त्रीलाई नदिने दिने यस्तो कुनै औपचारिक निर्णय पार्टीले गरेको छैन। त्यो कुनै भ्रम र गुटबन्दीमा तपाईँहरू नलाग्नु होला। निर्वाध रूपमा उम्मेदवारी दिनुहोस्। उठेका मान्छेलाई ती सांसद हुन्, मन्त्री हुन्, पार्टीको स्थापना कालदेखि लागेका हुन् या अस्ति भर्खरै राजसभामा जोडिएका हुन्, कसलाई भोट दिने जिम्मा तपाईँको। तर यसलाई भोट दिनु र उसलाई भोट नदिनु भनेर उर्दी जारी गर्ने मान्छे राजसभा होइन। चरित्रका हिसाबले त्यो राजसभाको चरित्र होइन। आफ्नो विवेक प्रयोग गर्नुपर्नेछ। हामीले नागरिकलाई के भन्यौँ? यसपटक तपाईँले विवेक प्रयोग गर्नु होला है, विवेक प्रयोग गरी मतदान गर्नु होला भन्यौँ। देशका 52 लाखभन्दा बढी नागरिकले विवेक प्रयोग गरे र रासोपालाई आज देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलका रूपमा खडा गरेका छन्। अब त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्नेछ साथी हो। त्यसकारणले म यहाँहरूलाई यति अनुरोध गर्न चाहन्छु, र यो हाम्रो पहिलो महाधिवेशन र यसलाई अत्यन्त धेरै चुस्तताका साथ विवेकपूर्ण ढङ्गले, बुद्धिमत्तापूर्ण ढङ्गले प्रतिनिधिहरूको चयन र निर्वाचन गर्नुपर्ने भएको हुनाले हाम्रा केही चुनौतीहरू आए र यो नयाँ अनुभव भएको हुनाले मित्रहरूलाई दुःख भयो। म सभापतिका हैसियतले तपाईँले पाउनुभएको दुःखप्रति क्षमा याचना गर्न चाहन्छु। यो गर्मीमा यहाँ आएर तपाईँले यति धेरै दुःख गर्नुभयो, तर सम्झिनुहोस् त राजनीतिक यात्रामा आफ्नो दल निर्माण गर्न कयौं पुराना साथीहरूले आफ्नो रगत, पसिना, आफ्नो उमेर, आफ्नो जवानी, आफ्नो भविष्य सबै चिज गुमाएका छन्। हामीले 2 दिन अतिरिक्त दिनु पर्यो। यसमा दुःख नमान्नु होला है साथी हो, हाम्रै घर बनाउनको लागि हो यो।
यो हाम्रो घर हामीले नबनाए कसले बनाउँछ र? म तपाईँहरूलाई एउटा सभापति हुनुको नाताले एउटा विशेष अधिकार प्रयोग गर्दै भन्न चाहन्छु, तपाईँले प्रतिनिधिका रूपमा भनेर पार्टीले तोकेको 5000 को तोकेको छ क्यारे, त्यो 5000लाई ऐच्छिक बनाउन चाहन्छु। तिर्नु नचाहने साथीहरूले नतिर्दा पनि फरक पर्दैन, त्यसको व्यवस्था पार्टीले गर्नेछ। किनभने यति धेरै दिन बस्दा तपाईँहरूको धेरै खर्च भएको छ, खर्चको जुहो गर्न नसकेर तपाईँलाई अप्ठ्यारो परेर भोटै हाल्न नपाउने गरी आफ्नो ठाउँ फिर्ता जानुपर्ने बाध्यता अन्त्य गर्नको निमित्त जो साथीहरूले तिरिसक्नु भएको छ, उहाँहरूले चाहनुभयो भने आफूले बुझाएको त्यो 5000 फिर्ता लिन सक्नुहुनेछ। म सबै साथीहरूलाई निर्देशन गर्न चाहन्छु। बरु त्यसका लागि सक्नेले आफ्नो तर्फबाट 1-2 जना साथीका लागि म तिर्दिन्छु भनिदिनु भयो भने हुनेले नहुनेको हात समाउँदै जाउँ। यसबाट एउटा सन्देश पनि जान्छ कि राजनीतिमा प्राय खुट्टा तानिन्छ, यसबाट हामी एकअर्काको हात समातेर साथमाथि तानौँ। साथीलाई खुट्टा नतानौँ, हात तानौँ र भनौँ साथी तिम्रो म तिर्दिन्छु। र होइन कसैले सक्दैन भने पार्टीले वैकल्पिक स्रोतका लागि आफूलाई परिचालित गर्नेछ। तर तपाईँहरूलाई आर्थिक भार नपरोस् भनेर यो 5000लाई ऐच्छिक दिन चाहनेले दिने, तिरिसकेकोले फिर्ता चाहेमा फिर्ता पाउने व्यवस्था गर्नको निमित्त म पार्टीको सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन पनि गर्न चाहन्छु। मलाई लाग्छ यसले यो गर्मीमा अलिकति कहीँ न कहीँ शीतलता दियो होला। साथीको पार्टीमा यस्ता मात्र होइन, धेरै परिस्थिति सृजना हुन सक्छन्। ती परिस्थितिमा पनि हामी सँगै उभिनु पर्नेछ। अहिले पनि तपाईँहरूलाई केही पनि कठिनाइ छ भने भन्नुहोला, तर यो महाकुम्भमा, इतिहासको यो महत्त्वपूर्ण घडीमा, इतिहासको साक्षी मात्र होइन, इतिहास लेख्ने यो कार्यमा तपाईँको मत नछुटोस्, तपाईँको सहभागिता नछुटोस्, तपाईँलाई यो गर्मीले पनि नछेकोस् र तपाईँको आर्थिक अवस्थाले पनि नछेकोस्। त्यसका लागि त्यसको ग्यारेन्टी गर्नको निमित्त पनि म आयोजकहरूलाई निर्देशन पनि दिन चाहन्छु। उपस्थित प्रतिनिधि साथीहरू, म अब केही छोटो कुरा भनेर यहाँहरूमा बिदा हुन चाहन्छु। यति ठुलो भव्य आयोजना गर्दा काहीँ न काहीँ कतै न कतै कमजोरीहरू अवश्य पनि हुन्छन् र यो प्रक्रियामा हामीलाई काहीँ न काहीँ कतै न कतै चित्त नबुझ्ने कुराहरू पनि देखिन सक्छन्। त्यस्ता घटना, त्यस्तो परिस्थिति आउन सक्छन्। समस्या जहिले पनि आउँछन्। फरक यति हो कि समस्या समाधान गर्ने हाम्रो क्षमता कति छ। समस्या समाधान गर्ने क्षमताले नै एउटा राजनीतिक दललाई परिपक्व राजनीतिक दल बनाउँछ। हामी परिपक्वतातर्फ अघि बढेको राजनीतिक दल हुनाले हामी बिचमा भएका केही पनि मनमुटाव छन्, कुनै पनि जिज्ञासा छन् र प्रश्न छन् भने तिनलाई कोठाभित्र बसेर छलफल गरेर टुङ्ग्याउनुपर्छ, न कि सडकको तमासा बनाउने हो। म विश्वास छ यहाँहरूले हाम्रा बिचका छलफललाई स्वस्थ र स्वच्छ बनाउनुहुनेछ। त्यसलाई कुनै तमासाको रूपमा सडकमा या मैदानमा लिएर जाने काम गर्नुहुने छैन भन्ने कुराको मैले अपेक्षा गरेको छु र साथीहरूलाई म यो अनुरोध पनि गर्न चाहन्छु। मतभेदहरू छन् भने तिनलाई समाधान गर्ने हाम्रो विशिष्ट शैली छ र रासोपा आफ्ना सबै मतभेदहरूलाई अन्त्य गर्न सक्ने पार्टी हो। यसको उदाहरण पनि तपाईँ हामीले नै दिनुपर्नेछ। अन्त्यमा विभिन्न राजनीतिक लगायतका प्रतिवेदनहरू प्रस्तुत हुनेछन्। आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, ती प्रतिवेदनहरूमा यहाँले ध्यान दिएर हेर्नुहुनेछ। आवश्यक सल्लाह सुझाव र रचनात्मक आलोचना यहाँहरूबाट अपेक्षा गरिएकै छ। त्यो सँगसँगै पार्टी सभापतिको हैसियतले राजनीतिक प्रतिवेदनको तयारीमा म जुटेकै छु। आज राजनीतिक प्रतिवेदन प्रस्तुत पनि गर्नेछु। त्यो सँगै नोमिनेसन पनि हुनेछ। हुन त पहिलो महाधिवेशन राष्ट्रिय सहमतिको महाधिवेशन गरेर सबैलाई सहमत गराएर लिएर जान पनि सकिन्थ्यो होला। त्यो कोसिस भइ पनि रहेको छ। तर त्यो जिम्मेवारी सभापतिको मात्र काँधमा आइपर्दा मेरा लागि त्यो निकै ठुलो भारी हुन्छ। किनभने आफ्ना प्रिय मित्रहरूको बिचबाट सबैभन्दा प्रिय को हो भनेर चुन्नु मेरा लागि चुनौतीको विषय छ। म तपाईँहरू बिच फरक देख्न चाहन्न। मेरा लागि तपाईँहरू प्रतिनिधि सबै बराबर हुनुहुन्छ, सँगै हुनुहुन्छ, मेरो नजिक हुनुहुन्छ, हृदयको नजिक हुनुहुन्छ। म तपाईँहरू बिचमा यसलाई छान्ने कि उसलाई छान्ने भन्ने
त्यो छनौटको विधि अपनाउन चाहन्न, त्यसका लागि हो प्रतिस्पर्धा, अन्य कुनै चिजका लागि होइन। किनकि मलाई थाहा छ जसले जिते पनि घण्टी वाहकले नै जित्ने हो, नीलो क्रान्तिको योद्धाले नै जित्ने हो। त्यसकारणले म यसमा निर्धक्क छु। त्यसैले स्वस्थ प्रतिस्पर्धा गर्ने जिम्मेवारी म यहाँलाई नै दिन चाहन्छु। नाम टिप्दै गुट बनाउने या अस्वस्थ ढङ्गले भोट माग्ने त्यस्तो क्रियाकलाप नगरिदिनु होला। त्यसलाई अनुशासन आयोग या निर्वाचन आयोगले पनि नजिकबाट हेरिरहेको छ। त्योभन्दा पनि धेरै हामीलाई भोट हाल्ने हाम्रा 52 लाख जनताले हेरेर बसिरहेका छन्। तिनका लागि भए पनि कुनै गुट नहोस्, कुनै उपगुट नहोस्, कुनै प्यानल नबनोस्, नाम भित्रभित्र पठाउने काम नहोस्, नामको सन्देश फोनमा नजाओस्। एक रासोपा, एक ढिक्का रासोपा, कुनै गुट होइन, कुनै उपगुट होइन, मात्र रासोपा, मात्र घण्टी वाहक भनेर जसले जिते पनि हामी गर्वका साथ अगाडि बढ्नेछौँ र सिङ्गो संसारलाई भन्नेछौँ, हेर बिना विवाद स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरेर रासोपाले इतिहास रच्यो। पहिलो महाधिवेशन हुने इतिहास होइन, पहिलो महाधिवेशन स्वस्थ स्वच्छ तरिकाले सम्पन्न हुनु र सबैप्रति सद्भाव राख्दै सबैलाई सम्मानका साथ अगाडि बढेर सम्पन्न गर्नु, त्यो चाहिँ इतिहास हो। त्यसकारणले इतिहास रच्ने यो अवसरलाई यहाँहरूले गुमाउनु हुने छैन भन्ने कुरामा मैले विश्वास लिएको छु। त्यही पनि विषम परिस्थितिमा हिमालका टालपुरादेखि पहाडका चुचुरा, मधेसका फाँटदेखि देशका दुर्गम र सुगम ठाउँबाट यहाँ पाल्नुभएका सम्पूर्ण प्रतिनिधि साथीहरूलाई फेरि पनि म अग्रिम शुभकामना अभिव्यक्त गर्न चाहन्छु। यहाँहरू सबैको यो बसाइ सुखद पनि रहोस्, सहज पनि रहोस् र पुरै प्रक्रियामा यो इतिहास रच्ने अवसर भएको हुनाले पुरै प्रक्रियामा सहभागी भएर एकजना पनि मत हाल्न नछुट्ने वातावरण बनोस्। सबैजना बस्नुहोला। कसैलाई कुनै पनि किसिमको असहजता छ, आर्थिक रूपले असहजता भएको छ, बस्न असहज भएको छ भने आयोजकका तर्फबाट र पार्टी सभापतिका तर्फबाट यहाँहरूलाई सहज बनाउने जिम्मा हाम्रो। तर खालि जानै पर्ने, आर्थिक रूपले यहाँ धान्नै नसक्ने भयो बसाइ र अन्य कारणले जानुपर्ने भयो भने त्यसको जानकारी गराउनु होला। हामी तपाईँलाई त्यस्तो अवस्थाबाट मुक्त गर्नको निमित्त दिलो ज्यान दिएर काम गर्नेछौँ, सबैसँग सहकार्य गर्नेछौँ, सबैसँग सरसल्लाह गर्नेछौँ। फेरि पनि यहाँहरू सबैलाई स्वागत गर्दै यो बन्द सत्र सुरुवात भएको पनि जानकारी गराउन चाहन्छु र हाम्रा सूचनाहरू आम नागरिकमा पठाइदिनु हुने तमाम सञ्चार माध्यमका पत्रकार मित्रहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो बन्द सत्रको औपचारिक सुरुवात भएको घोषणा गर्दै आफ्ना भनाइहरू यही टुङ्ग्याउँछु। हस्, जय देश, जय घण्टी। धन्यवाद पार्टी सभापति आदरणीय